म मृत्युको मुखबाट फर्किएँ। विमान दुर्घटनामा बाँच्न सफल रमेशको अस्पतालमै सनसनीपूर्ण खुलासा। एयर इन्डियाको एक जहाज गुजरात स्थित अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि यात्रुहरूमा त्रास फैलिएको थियो, तर यस दुर्घटनाबाट एकजना यात्रु चमत्कारपूर्ण बाँच्न सफल भएका छन्। 40 वर्षीय रमेश कुमार विश्वास अहिले असरावस्थित सिभिल अस्पतालमा उपचाररत छन्। उनको छाती, आँखा र खुट्टामा चोट लागेको जनाइएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार अधिकारीले उनी सुरक्षित रहेको पुष्टि गरेका छन्। दुर्घटनापछि विमानमा रहेका यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए। रमेशले आफै बाँच्न सफल भएको बताएको बेला धेरैजना चकित परे। उनले भने, यो चमत्कार हो, मैले मेरो जीवन दोहोरिन नपाउने सोचेको थिएँ। रमेशले दुर्घटना अघि केही सामान्य गतिविधि महसुस गरेको दावी गर्दै भने, उडान सुरु हुनु केही बेर अघि जहाजको भित्र अनौठो आवाज आइरहेको थियो, तर कसैले ध्यान दिएन।